हेलो गाइज वेलकम टु माई ब्लग सबैजनालाई वेलकम छ मेरो ब्लगमा आज चाहिँ यतिको हिरो भएर होइन हिजो भर्खर कपाल काटेर आयो यस्तो हेर्न सक्नुहुन्छ यतिको कपाल काटेको छु आज चाहिँ हामी मामा घर जानुपर्ने छ मामाले बोलाउनु भएको छ मामाले चाहिँ खसी च्याक पारेको छ खसीको मासु खानुपर्छ त्यही भएर अब नुहाउनु पर्नेछ नुहाइ धुवाइ गरेर ट्याक्क मामा घर जानुपर्छ हेर्न सक्नुहुन्छ यतिको लुक्स देखेछ है मलाई चाहिँ यतिको लुक्स मेरो मम्मी धेरै ल्याङ गरिरहेको छ भैँसी डराउँदै हिँड्नुहुन्छ त्यो मेरो घर दिस इज माई होम टाउन अनि यो मेरो हाम्रो के भन्छ गोठ अनि यो चाहिँ हाम्रो भान्सा यो चाहिँ हाम्रो टोइलेट यता चाहिँ हुनुहुन्छ हाम्रो हिरोनी हाम्रो घरको देख्न सक्नुहुन्छ जल्दोफल्दो हिरोनी हाम्रो जल्दोफल्दो हिरोनी यसरी गाउँघरमा चाहिँ यसरी लिप्नुहुन्छ हजुर गाउँघरमा चाहिँ कस्तो लिप्छ थाहा छैन रातो चुनाले लिप्नुहुन्छ होला हजुरको उता त हाम्रोमा चाहिँ यस्तो है गाइजहरू गोबर र माटो कान्छा माटो मिसाएर यसरी लिप्नुहुन्छ है मेरो बुढीले लिप्दै हुनुहुन्छ है हेर्न सक्नुहुन्छ चाहिँ मेरो बहिनी माइली बहिनी एकदम मेहनती हुनुहुन्छ मेरो बुढी नै एकदम मेहनती छ यो सबै हेर्न सक्नुहुन्छ यो सबै मेरो बुढीले गर्नुभएको है गाइजहरू सबै क्रेडिट मेरो बुढीलाई जान्छ है यहाँको क्रेडिट घरको सुन्दरता भनेको मेरो बुढीले हेर्न सक्छ हाम्रो बहिनी अनि हाम्रो भैँसी यस्तो छ मेरो बुढी हेलो यता हेर्दै न लुक्स त मरद छ त खतरा आयो गाइज कश्मीरी पछ्यौरी मामा चाहिँ मामा मेकिङ ढेँडो है ले म बनाएर तिमी पनि खाऊ न ए मेरो हातले छेक यो सागरको हो फेसमा चिन्दिने अबे धन्नैले
你们去不点也行。我这我就是在这。我以为他们来就那里。真的是吧？你不得弄的。OK。哦，लाइट बोतल अब गई ताल बसी आटा नि ढेरो कोदोको ढेरो खाँदैछु है साथीहरु क्यामेराम्यान खसीको मासु 15 किलो ज्यादा हेल्प उसमाको छ हेर्न सक्नुहुन्छ के विवरणहरू आज चाहिँ उहाँहरूको चाहिँ डेलिभरी रहेछ उहाँहरूको बुहारीको नि आन्टीको बुहारी बच्चा चाहिँ राम्रोसँग पढ्न सफल भयो अरे आज चाहिँ मेरो बुढी पढेको 3 महिनाको चेकअप गर्न आएको प्रेग्नेन्सी टेस्ट के हुन्छ राम्रो होस् कसरी हो के कति हो खै कति भन्दा चाहिँ दाइले निगम बाबु भन्नु भने मैले हिजो त भन्नु 1000 रुपैयाँ होला हेर्न सक्नुहुन्छ बसे बजार गाइचाहरू बसे बजार यस्तो छ है बसे बजार